आज चाहिँ के भयो भन्दाखेरि यही मेरो गन्जी यो हालत भएको छ है। यहाँनिर धुलो पारिदिएको छ, यहाँनिर पनि धुलो छ, यता पनि धुलो। नयाँ गन्जी हो हुने चाहिँ धुलो। यहाँ चाहिँ राखेको थिएँ मैले बेलुकाखेरि, पानी परेर चाहिँ यहाँ अब झरेछ है। यहाँनिर झरेर चाहिँ कमिलाले के भन्छ, यो सानो सानो हुन्छ नि घिउ कमिला भन्छ होइन, यसले चाहिँ सखापै पार्दैछ है। यहाँ त यहाँ धुलो तर पनि केही छैन, ड्युटी गर्दै बस्ने हो, धुइधाइ पारेर चाहिँ लगाउनु पर्ने जस्तै। अनि एउटा कुरा समरको बेलामा चाहिँ के छ भन्दाखेरि चाहिँ यही धुइधाइ गरेर सुकाएको लुगा चाहिँ बन्दा सुक्दैन है त। ओ गोरा छुइन। Yes. ओइ कान्छी मैन के गर्दैन हौ, म आइज नभाग्न हौ। है चुङ्कुला दुईटा कान्छी। यसरी गाई गोरुहरू पनि आउँछ है त, अलिक पर भगाए बस्यो। सबै कुरो हेर्नुपर्छ, एभ्रिथिङ। यहाँ चाहिँ गेलेफुमा पनि टाउनको बिचमा क्लक टावर छैन, त्यस्तै नै यहाँ पनि गम्टु गेलेफु जति त टाउन छैन तर पनि यहाँनिर क्लक टावर छ है त। यसरी बस्यो ड्युटीमा, अन्त यसरी हेर्नुपर्छ है, अरू खास चाहिँ केही छैन। अनि अल्छी लाग्छ है। बुक पनि ल्याउनु त लिएको छु मैले पढ्नुको लागि, तर खोइ त ठ्याक्कै त्यो उयो नै हुँदैन, आउँदैन, पढ्नु मन लाग्दैन रहेछ। तर पनि बेला चाहिँ वन्स इन अ ब्लू मुन भने जस्तो पारा चाहिँ पढ्छु। ल त ड्युटी गरेर बस्दाखेरि चाहिँ पानी आएको छ है त, पानी हेब्बी चाहिँ आएको छैन, यतिको चाहिँ आएको छ। गम्टुको स्थिति चाहिँ अहिले यस्तो भइरहेछ है। सबैजनालाई थ्याङ्क यू सो मच भन्न चाहन्छु तपाईँहरूको हेल्प र सपोर्ट गरेकोमा, र यस्तै हेल्प र सपोर्ट गर्नुहुन्छ होला भन्ने आशा गर्दै। I'll see you in the next video. Till then, stay safe, stay good है त। बाई बाई।